हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। फेरि पनि मेरो ब्लगमा तपाईँहरूलाई स्वागत छ। सो आजको ब्लग चाहिँ के हुनेछ भन्दा चाहिँ आज चाहिँ हामी घुम्नु जानु भनेको। म चाहिँ यहाँ कालिम्पोङमा छु नि त, पिजीमा दिदीकोमा बस्छु नि त। सो त्यही कारण चाहिँ हामी हिजो नै प्लान भइरहेको थियो घुम्ने जानु भनेर। तर कालिम्पोङमा घुम्ने जग्गा छैन है त्यस्तो, त्यही भएर चाहिँ हामी नानीहरू पनि छ नि त। सो त्यही कारण चाहिँ अब कहाँ जानु भयो नि त। अन्त सोच्दा चाहिँ एउटा प्लान आयो, अब त्यहीँ जाने भनेर। साइन्स सिटी अब पहिलातिर गएको, फेरि पनि नानीहरू लगेर जानु भन्दैछ नि त दिदीहरूले। सो अब त्यहाँको जान्छु। तर मेरो चाहिँ कलेज 10 बजी चाहिँ 11 बजीको भएकोले गर्दा चाहिँ म चाहिँ कलेज गएर सिधै दिदीलाई भेट्छु, देखाउँछु। सो हेरिदिनुहुन्छ होला। तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज लाइक सेयर सब्सक्राइब गर्नु नभुलिनु होला। त्यो हो। स्पेसल चिया दिदीले बनाउनु भएको यस्तो छ दिन चाहिँ आज धुम भइरहेको छ, घाम नै छैन। उनीहरू चाहिँ यस्तो भइरहेको छ, खोकीले ज्वरोहरू आइरहेको छ। आज घुम्नु जाने अरे होइन, कहाँ जाने? डेलो जाने। यहाँ पनि बिस्किट लिएर खाँदैछ बिहान नै। म चाहिँ चिया, तिम्रो बिस्कुट। म चाहिँ रेडी भइसकेँ। बहिनीहरू चाहिँ यसरी लडेर फोन हेरिरहेछ। हाई दुईजना, हाई हाई। सो मेरो चाहिँ 11 बजी 10 बजी टु 11 बजीको क्लासले गर्दा चाहिँ म चाहिँ अलिक छिटो निस्किनु पर्ने भयो। दिदीहरू चाहिँ आउनुहुन्छ अरे 11 बजी, मलाई त्यहाँ बजारमा भेट्नुहुन्छ अरे। सो हेर्दै जानु होला, के गर्छु कसो गर्छु तपाईँलाई देखाउँछु। सो बाई बाई। हाई। यहाँ चाहिँ हाम्रो आजको खाना यहाँ चाहिँ पाक्दैछ। पुरी पोल्न आँटेको हामी, पुरी लाने। यतापट्टि आजको पिकनिकको खाना चाहिँ घरबाटै लाने भएकोले हामी चाहिँ घरमै बनाउँदैछौँ। यहाँ चाहिँ प्रतिमा दिदीले मासु फ्राई गर्दै रहेछ, एकदम स्पेसल मासु। चाहिँ निस्केको घरबाट पानी हातमा, यहाँबाट चाहिँ जान्छ। यो चाहिँ हाम्रो म बसेको पिजीमा बसेको घर यो हो। सो आज यहाँ चाहिँ वाट्सन भिला नानीहरू कन्भेन्ट स्कुलको कालिम्पोङ नानीहरूको यहाँ पिजी होस्टेलहरू राख्ने छ नि त, यहाँ नानीहरू हुन्छ। यो चाहिँ कन्भेन्ट गेट। म चाहिँ यहाँबाट जान्छु हिँड्दै। बिहानको वक पनि हुने। म चाहिँ गाडीमा नगएर हिँड्दै जान्छु। गाडीमा गएर पनि माथि गएर पनि हिँड्नै पर्ने हुन्छ, त्यही भएर चाहिँ हिँड्दै जान्छु। सर्टकट जाने बाटो हो। माथि गयो भने चाहिँ कलेजको त्यहाँ छेउमा पुग्छ नि त, त्यही भएर चाहिँ म यो बाटोबाट जान्छु नि त सधैँ। साथीलाई पर्खिनु अरे नि त, आउँदैछ। ढिलो नढिलो भइसक्यो त्यो। यहाँ चाहिँ पर्खिन्छु, यहाँबाट आउँछ होला त्यो। 10 मिनट बस्दा चाहिँ बल्ल आइपुग्यो। हेलो, आज घुम्नु जानु भनेको हामी। डेलो। हेलो, सरस्वती इज हियर। ए फिजको स्टुडेन्ट पार्क हो, कलेज हो। यहाँबाट चाहिँ मेन गेट चाहिँ यहाँबाट छ। हामी चाहिँ यो सर्टकटबाट जाँदैछु। यो चाहिँ हाम्रो कलेज हो। ल हाई, ठिकै छस्? कहिले आइपुगेको त? भर्खर आइपुगेको। ये चाहिँ मेरो साथी दीपिका
के भन्नु चाहन्छस् मेरो ब्लगमा आज हिजोको वक गर्ने कन्सा हाई कन्सा रेबिका यहाँ छ पुनम यहाँ छ पुनम गेम खेलिरहेछ बिजी यहाँ चाहिँ हाम्रो क्लास आज चाहिँ हाम्रो क्लास 10 बजीको थियो होइन कति बजीदेखि हुन्छ अरे 10:30 सरस्वतीको चाहिँ हाम्रो उयो हो नि त हामीले सोसियोलोजी गरेको छु त्यसले त पोलिटिकल साइन्स है पोलिटिकल साइन्स गर्नेले गर्दा चाहिँ त्यो छुट्यो अनि चाहिँ क्लासमा बसिरहेछ फाइनली क्लास पनि सक्यो बल्ल बल्ल लेख्दा लेख्दै थाक्यो अब चाहिँ दिदीहरूलाई भेट्नुपर्छ यो चाहिँ सबैजना हिस्ट्री डिपार्टमेन्टमै हुन्छ सबैजना साथीहरू अब चाहिँ जाने म चाहिँ निस्केँ कलेजबाट दिदीहरूलाई भेट्नुपर्छ अरे दिदीहरूलाई भेट्नुपर्छ